उठ्दा सबै दुःख दुखेर जान्छ, जाँदा उसैले सब दुःख लान्छ। यो देश तिम्रै सपना सगाल्छ, आमा नरोऊ अब घाम लाग्छ। नमस्कार, म नवराज लम्साल। अनि नमस्कार मेरो पनि आफ्नोपनको आवाज दिने तपाईको आफ्नो रेडियो सूर्य एफएम 98.8 को तरङ्गमा प्रस्तुति शब्द सङ्गालोमा हार्दिक स्वागत गर्दै उपस्थित भएको छु म हरिराम पौडेल। शब्द सङ्गालो तपाईले हरेक शुक्रबार रातिको 9 बजेदेखि 10 बजेसम्म र पुनः प्रसारण हरेक मङ्गलबार दिनको 1 बजेदेखि 2 बजेसम्म मेरो साथमा सुन्न सक्नुहुनेछ। शब्द सङ्गालोमा हामी नेपाली आधुनिक गीतको क्षेत्रमा शब्द बुन्ने एकजना गीतकारको परिचयको साथसाथै उहाँद्वारा नै लिपिबद्ध सुमधुर गीतहरूले यहाँहरूलाई मनोरञ्जन दिने गर्दछौँ। आजको शब्द सङ्गालोको लागि मैले वरिष्ठ गीतकार डाक्टर नवराज लम्साललाई छनौट गरेको छु। मित्रहरू, डाक्टर नवराज लम्साल नेपाली पत्रकारिता र साहित्य मिसिएको एउटा सङ्लो दोभान हुन्। उनी कवि हुन् तर कवि मात्रै होइनन्, गीतकार हुन् तर गीतकार मात्रै पनि होइनन्, कला पत्रकार हुन् तर कला पत्रकार मात्र पनि होइनन् र उनी कवि हुन्, गीतकार हुन् र पत्रकारिताका सबैजसो विधा र विषयमा उत्तिकै सशक्त भेटिन्छन् पनि। सुर सङ्गम तथा मधुवन जस्ता रेडियो नेपालका साहित्यिक कार्यक्रम हुन् वा घटना र विचार तथा परिवेश जस्ता पूर्ण राजनैतिक विश्लेषण सहितको प्रस्तुति, जनतासँग प्रधानमन्त्री जस्तो हाई प्रोफाइलको लाइभ रेडियो सो होस् वा धार्मिक कार्यक्रम नै किन नहोस्, उनी सबैतिर छन् र यी बाहेक सामाजिक विकास, रूपान्तरण, जागरण र समानताका सन्देश र गीत सङ्गीतका प्रस्तुतिहरूले पनि डाक्टर लम्साललाई अब्बल सञ्चारकर्मी बनाएको छ। मित्रहरू, आजको प्रस्तुति शब्द सङ्गालोमा हामी यिनै बहुमुखी प्रतिभाका धनी डाक्टर नवराज लम्सालद्वारा लिपिबद्ध सुमधुर गीतहरू सुन्नेछौँ अनि उनका व्यक्तिगत तथा साङ्गीतिक जीवनका विविध पाटाहरू केलाउनेछौँ। शब्द सङ्गालोको सुरुवातमा डाक्टर नवराज लम्सालद्वारा लिपिबद्ध यो सुमधुर गीतले यहाँहरूलाई स्वागत गर्न चाहन्छु। यो गीतलाई स्वरबद्ध गर्नुभएको छ अञ्जना गुरुङले, सङ्गीतबद्ध गर्नुभएको छ वसन्त मुकारुङले। आज एउटा सम्झनामा जम्मै जो आइदियो, पत्कर नयाँ गोले झै मनै खाइदियो। आज एउटा सम्झनामा जम्मै जो आइदियो, पत्कर नयाँ गोले
बढी बढी आँसु बग्दा आज एउटा सम्झनामा जम्मै जो आइदियो पत्कर नयाँ गोले झैँ मन खाइदियो आज एउटा सम्झनामा जम्मै जो आइदियो पत्कर नयाँ गोले झैँ मन खाइदियो आज एउटा सम्झनामा सुमधुर गीत र छोटो व्यापारिक विश्रामपछि प्रस्तुति शब्द सङ्गालोमा पुनः स्वागत छ मित्रहरू। आज हामी वरिष्ठ गीतकार डाक्टर नवराज लम्सालको जीवन यात्रा सँगसँगै उनको गीत यात्राको बारेमा चर्चा गर्दैछौँ। मित्रहरू, डाक्टर नवराज लम्सालको जन्म पिता टङ्कप्रसाद लम्साल तथा माता हेमकुमारी लम्सालबाट विक्रम सम्वत 2026 साल श्रावण 8 गते धादिङको ज्यामरुख गाविसमा भएको हो। सानामा सबैका नजरमा आदर्श छोराको रूपमा चिनिएका डाक्टर लम्साल सानोमा त्यति बदमासी नगर्ने, गाउँमा सबैले उनलाई सोझो, सरल, ज्ञानी, राम्रो पढ्ने भनेर चिन्थे। उनी सानैदेखि गाउँघरको चलन अनुसार बा हजुरबाहरूलाई भेट्दा बाटोमा पनि टुसुक्क गोडामा ढोगिदिन्थे। सबैले भनेको मान्ने, सबै भाइ बहिनी स्याहार्ने, घर कुर्ने, खेतीपाती हेर्ने, कक्षामा पनि राम्रो पढ्ने, कविता गीतहरू पनि फाटोफुट्ट लेख्ने, लय मिलाएर पढ्ने गर्थे। उनले सानैमा व्रतबन्ध हुने बित्तिकै चण्डी, रुद्री, वेदहरू पढे। उनको बाल्यकाल अक्सर नेपालीको जस्तै बित्यो। डाक्टर नवराज लम्साल आफ्नो बाल्यकाल सम्झँदै भन्छन्, सामान्यतया अरू मान्छेहरूको जस्तै मेरो पनि बाल्यकाल गाउँमै बित्यो। सानोमा त सानै भइहाले, अलिअलि चेतनशील हुन थालेपछि हामी 5 भाइ छोरा, सबैभन्दा जेठो भएकोले भाइहरूलाई बोक्दै, उफार्दै, गोठालो जाँदै, घाँस काट्दै, मेलापात गर्दै, बिहान काम गर्ने, दिउँसो स्कुल जाने अनि बेलुका आएर एकसरो काम गर्ने अनि सुत्ने। त्यति बेला गाउँमा बिजुली बत्ती हुने कुरा भएन। धिपधिपे टुकीमा राति अबेरसम्म पढ्यो, बिहान उठ्यो, काममा गयो, घरमा आयो, नुहायो, आमाले पकाएको तातो भात खायो अनि 1 घन्टा हिँडेर स्कुल पुग्यो, पढ्यो। यसै गरी बित्यो मेरो बाल्यकाल। उनलाई सानामा आमाको नजिक हुँदा मिठो खाइन पाइने तथा मन लागेको कुरा माग्न पाइने लोभ पनि थियो अरे। सानैदेखि कविता, गीत लेख्ने नवराज कविता तथा संस्कृतका श्लोकहरू लय हालेर पढ्न सिपालु थिए। उनलाई ठ्याक्कै कति सालबाट लेखनमा लागे भन्ने याद छैन, तर 2041 सालको अरुणोदय पत्रिकामा वन्दना शीर्षकमा गीत छापिएको भने याद छ। त्यही सालबाट सुरु भएको हो उनको औपचारिक साहित्यिक यात्रा। सोही पत्रिका र सालमा हट्नुपर्छ बादलु शीर्षकको गीत छापिएपछि साहित्यमा उनको अविराम उकालो गति लियो। मित्रहरू, डाक्टर नवराज लम्सालका बारे यी जानकारी पछि उनीद्वारा नै लिपिबद्ध एउटा सुमधुर गीत सुनौँ। यो गीतलाई स्वरबद्ध गर्नुभएको छ विमला राईले, सङ्गीतबद्ध गर्नुभएको छ शक्ति वल्लभले। झलपल यो मन हुन्छ, झलपल यो मन हुन्छ, दो मनको सङ्घारमा अन्जान यात्रा गरी चाहनाको यो पहिलो अघि बढाऊ या पछि हटाऊ, दुधारमा
आफ्नै मनको पिजडामा मलाई कति बाँधो मनैभरि फुल्ने गुराँस कति साचिराखौँ यौवनका दीपहरू उन्नत ख्याल ख्याल लाइदिन्छ टाउकोथि पल्लो घरको झ्याल पल्लो घरको झ्याल झलपल झलपल यो मन हुन्छ दो मनको सङ्घारमा अन्जान यात्रा गरे चाहनाको यो पाइलो अघि बढाऊ या पछि हटाऊ दोधारमा परे झलपल झलपल यो मन हुन्छ प्रस्तुति शब्द सङ्गालोमा पुनः स्वागत छ मित्रहरू। आज हामी वरिष्ठ गीतकार डाक्टर नवराज लम्सालको सन्दर्भ उठाइरहेका छौँ। उनीद्वारा नै लिपिबद्ध सुमधुर गीतहरू सुनिरहेका छौँ। मित्रहरू, निमाविसम्मको पढाइ र बालपन धादिङमा नै बिताएर मावि तहको पढाइका लागि 2040 सालमा काठमाडौँ छिरेका उनी 31 वर्षदेखि राजधानीमै छन्। जीवनमा धेरै उतार चढाव भोगेका डाक्टर नवराज लम्साललाई जीवन सङ्घर्ष भोगाएर प्राप्ति सबै चिज हो भन्ने लाग्छ। प्रेमलाई स्वाभाविक आकर्षण र जीवन बिताउने आधार बताउने उनी भन्छन्, जीवन यी सबै चिजको सन्तुलन हो। खोज जस्तो मिठो र प्रेमपूर्ण पनि हुँदैन र नमिठै पनि हुँदैन। सन्तुलनका साथ अघि बढिरहने एउटा जीवित प्रक्रिया हो जीवन। यो जीवनलाई सहजताका साथ अगाडि बढाउनका लागि नभई नहुने कुरा संयम हो। जीवन सहज बनाउने सूत्र जस्तै गरी डाक्टर नवराज लम्साल भन्छन्, जीवनमा सुख पनि होला, दुःख पनि होला, प्राप्ति पनि होला, अभाव पनि होला, पद प्रतिष्ठा सबै कुरा होला, तर संयम टुटेको दिन जीवन बाँकी रहँदैन। रेडियो नेपालको 2 दशकदेखिको आवाज, रेडियो नेपालका उपनिर्देशक जस्तो उपल्लो तहका अधिकृत, झन्डै 3 दशकदेखि अखबारहरूमा पढिने नाम र निकै वर्षदेखि प्रभावशाली अन्तर्राष्ट्रिय रेडियो बीबीसीको रोजाइमा परेका सशक्त, प्रतिष्ठित र सुमधुर आवाज, कला, साहित्य, संस्कृति, समसामयिकता र राजनीतिक विश्लेषण यी सबैतिर उत्तिकै जमेको र आफ्नै पहिचान, पदचाप र छाप बनाएको एउटा प्रिय नाम डाक्टर नवराज लम्साल। यिनै विशिष्ट व्यक्तिको चर्चा गरिरहेका छौँ आज हामी प्रस्तुति शब्द सङ्गालोमा। मित्रहरू, डाक्टर नवराज लम्सालका सन्दर्भमा यी चर्चा परिचर्चापछि अहिले भने डाक्टर नवराज लम्सालद्वारा लिपिबद्ध एउटा साङ्गीतिक विश्राम, यो गीतलाई स्वरबद्ध र सङ्गीतबद्ध गर्नुभएको छ रामकृष्ण ढकालले। दिलको कुरा नगर दिल माया धेरै भयो सिसा झै फुटेको। दिलको कुरा नगर दिल माया धेरै भयो सिसा झै फुटेको। आगो पानी सँगसँगै बस्दैनन्, आगो पानी सँगसँगै बस्दैनन्, जाति भयो तिमीसँग छुटेको। हो जाति भयो तिमीसँग छुटेको।
जस्तै मुस्कुराए हाँसी हाँसी आयो फूल जस्तै मुस्कुराए हाँसी हाँसी आयो फूलको जोबन जलाएर तिमीले आगो लायो सुनको कुरा नगर सुन माया सुनको मान्छे फलामको विचार अघि अघि फूलको बयान अघि अघि फूलको बयान पछि पछि छुराको प्रहार हो पछि पछि छुराको प्रहार मेरो हिरा मेरो हजुर भन्यो मन परुन्जेल मेरो हिरा मेरो हजुर भन्यो आफ्नो मनमा ताल चलायो पराई कुरा सुन्यो मनको कुरा नगर मन माया मन मारेर मनबाट गएसी आफ्नो आफ्नो अलगै बाटो भो आफ्नो आफ्नो अलगै बाटो भो एउटै बाटो दो बाटो भएसी हो एउटै बाटो दो बाटो भएसी दिलको कुरा नगर दिल माया धेरै भयो सिसा झै फुटेको आगो पानी सँगसँगै बस्दैनन् आगो पानी सँगसँगै बस्दैनन् जाति भयो तिमीसँग छुटेको हो जाति भयो तिमीसँग छुटेको प्रस्तुति शब्द सङ्गालोमा पुनः स्वागत छ मित्रहरू। आज हामी वरिष्ठ गीतकार डाक्टर नवराज लम्सालको चर्चा गरिरहेका छौँ। उनीद्वारा नै लिपिबद्ध सुमधुर गीतहरू सुनिरहेका छौँ। मित्रहरू, विक्रम सम्वत 2045 सालमा सङ्गीता रिजालसँग विवाह बन्धनमा बाँधिएका डाक्टर लम्साल 2 सन्तानका पिता हुन्। उनकी सुपुत्री आरती आम संसारमै क्रियाशील छन् भने छोरा आयुष इन्जिनियरिङका विद्यार्थी हुन्। उनको व्यक्तित्व र सृजनात्मक क्षमता बहुआयामिक छ। कवि लम्साल मूलत शास्त्रीय कवि हुन्। शब्दलाई शास्त्रीय धुनमा नचाउने खुबी उनीमा छ। त्यसो त उनी गद्य र पद्य दुवै विधामा कविता सृजना गर्ने सामर्थ्य राख्छन्। कवि मात्र होइनन्, उनी वरिष्ठ गीतकार हुन्। त्यति मात्र पनि होइनन्, उनी अहिलेका सर्वाधिक रोजाइका प्रसारक पनि हुन्। डाक्टर नवराज लम्साल र नेपालबाट बस्ने मधुबन कार्यक्रम एकै नामका 2 पर्याय हुन्। डाक्टर नवराज लम्साल अन्य धेरै चेतनाले भरिपूर्ण व्यक्ति हुन्, तर उनलाई कविता चेतनाले नेपाली साहित्यको मूलधारमा उभ्यायो। डाक्टर नवराज लम्सालले रेडियो नेपालमा मधुबन मात्रै चलाएनन्, उनले रेडियो नेपालबाटै राजनीतिको चरम विश्लेषणात्मक कार्यक्रम घटना र विचारको सञ्चालक संयोजक भएर पनि काम गरेका छन्। परिवेश कार्यक्रम पनि सञ्चालन गरे। 4 वर्ष एका बिहानै रेडियो नेपालको धार्मिक कार्यक्रममा पनि डाक्टर नवराज लम्सालका आवाज गुन्जिएकै हुन्। उनले ठुला ठुला र महत्त्वपूर्ण प्रत्यक्ष प्रसारण गरेका छन्। जिन्दगी पानी जस्तो हुन्छ, पानी हुनु भनेको बग्नु हो, बगेपछि जहाँ खाली छ त्यहीँ भरिन्छ। उनी पनि रेडियो नेपालमा जहाँ खाली छ त्यहीँ भरिए, तर उनलाई मधुबनले जति सन्तोष अन्य भराइले दिएन। मधुबनले जति आनन्द अरू प्रसारणले दिन सकेन। मधुबनले नै उनलाई श्रोताहरूको सुख दुःखको साथी बनायो। धेरैले उनीसँग सुख दुःख बाँडेका छन्। उनले पनि मधुबनसँग थुप्रै आरोह अवरोहहरू पार गरिसकेका छन्। मित्रहरू, जानकारीपछि डाक्टर नवराज लम्सालद्वारा लिपिबद्ध एउटा सुमधुर गीत पस्कने बेला भइसकेको छ। यो गीतलाई स्वरबद्ध गर्नुभएको छ उदित नारायण झाले, सङ्गीतबद्ध गर्नुभएको छ आलोक श्रीले।
राखी मान भरी बाहिर फूल छर्न जानिन हो मैले माया गर्न जानिन काँडा राखी मान भरी बाहिर फूल छर्न जानिन हो मैले माया गर्न जानिन जाने बहानामा न त कहिले पश्चिम गए पूर्व जाने बहानामा न त कहिले पश्चिम गए समयको भेलसँग बगिरहे किनार पारी उनलाई छाडी एक्लै खोला तर्न जानिन हो मैले माया गर्न जानिन काँडा राखी मान भरी बाहिर फूल छर्न जानिन हो मैले माया गर्न जानिन आकाश छुन्छु भन्ने सँग धरतीको कुरा गरे हो आकाश छुन्छु भन्ने सँग धरतीको कुरा गरे सोझो बाटो उकालीको उभयतिर हेरिरहे झूठो बाचा कसम खाई त्यो आँखामा पर्न जानिन हो मैले माया गर्न जानिन काँडा राखी मान भरी बाहिर फूल छर्न जानिन हो मैले माया गर्न जानिन मैले माया गर्न जानिन मैले माया गर्न जानिन प्रस्तुति शब्द सङ्गालोमा पुनः स्वागत छ मित्रहरू। आज हामी वरिष्ठ गीतकार डाक्टर नवराज लम्सालको सन्दर्भ उठाइरहेका छौँ। उनीद्वारा नै लिपिबद्ध सुमधुर गीतहरू सुनिरहेका छौँ। शब्द सङ्गालो तपाईँले हरेक शुक्रबार रातिको 9 बजेदेखि 10 बजेसम्म र पुनः प्रसारण हरेक मङ्गलबार दिनको 1 बजेदेखि 2 बजेसम्म सुन्न सक्नुहुनेछ। मित्रहरू, वरिष्ठ गीतकार डाक्टर नवराज लम्साल रेडियो नेपालमा उपनिर्देशक पदमा कार्यरत छन्। रेडियो नेपालले धेरै स्रष्टाहरूलाई स्थान दियो, जसबाट उनीहरूले आफ्नो प्रतिभा प्रस्फुटनको मौका पाए। शब्द सङ्गालोको तयारीको क्रममा रेडियो नेपाल सिंहदरबारमा भेटेर मैले डाक्टर नवराज लम्साललाई सोधेको थिएँ, तपाईँको साङ्गीतिक जीवनमा रेडियो नेपालको कस्तो योगदान रहेको छ त? सुनौ उनको जवाब उनकै आवाजमा। मूलत म रेडियो नेपालको जागिरे हुँ, प्रसारक हुँ यहाँको। मैले यहाँबाट हुने गीतकार नवराज लम्साल वा कवि नवराज लम्सालका लागि
रेडियो नेपाललाई प्रयोग वा दुरुपयोग वा सदुपयोग गर्ने अवस्था रहन्न। तर आम मान्छेले जस्तै मैले गर्न मिल्छ। जस्तै आधुनिक गीतको प्रतियोगिताहरू भयो भने रेडियोमा एउटा नियमित पछिल्ला दिन के छ रेडियोका कर्मचारीहरूले चाहिँ भाग नलिने भन्ने कुरा पनि छ। त्यो हिसाबले पनि म घेराबाट बाहिर रहन्छु। तर मैले यसलाई सौभाग्य नै मान्नुपर्छ। मेरा 300 वटा जति गीत रेकर्ड भएको छन्। ती कुनै पनि गीत रेकर्ड गर्न मैले आफूले निजी लगानी पनि गर्नु परेन र कलाकारहरू साथीहरू पुरानो फतेमानदेखि नयाँ पुस्तासम्मका कलाकारहरू सबैजनाको स्वर मैले पाएको छु। गीतहरू रेकर्ड भएको छ। त्यस कारणले मलाई एउटा गीत रेकर्ड गरिहाल्न पाए हुन्थ्यो, सुनिहाल्न पाए हुन्थ्यो, कस्तो होला भन्ने हतारो पनि रहेन। त्यो हतारो नभए हुनाले रेडियोको व्यवस्थापनलाई मैले घचघच्याइन पनि होला। तर मेरो आज म सगर्व दावाको साथ तपाईँलाई भन्छु, कुनै मेरा गीत रेकर्ड भयो होला, कुनै राष्ट्रिय गीत रेकर्ड भयो होला, कुनै समूहमा रेकर्ड भयो होला, कुनै सन्दर्भमा रेकर्ड भयो होला, तर एउटा कुनै राम्रो गीत, मेरो परिचय दिने खालको गीत, मलाई चिनाउने खालको गीत, वाह क्या राम्रो गीत लेखेँ, यो चाहिँ रेकर्ड गर्न पाए हुन्थ्यो भन्ने गीत चाहिँ रेडियोमा मैले आजसम्म रेकर्ड गराएको छैन। मेरो जिन्दगीको लोकप्रिय गीतहरू रेडियो नेपालमा रेकर्ड गराएको छैन। र पहिलो गीत विकासको सन्देश बोकी गाउँ बेसी उठ्नुपर्छ भन्ने एउटा गीत थियो। त्यो गीत चाहिँ रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र सुर्खेतमा 51 सालमा रेकर्ड गराएको हुँ। त्योभन्दा यता रेकर्ड गराएको छैन। अझ तपाईँलाई महत्त्वपूर्ण कुरा, एउटा रमाइलो कुरा भनौँ, गएको चैत 20 गते रेडियो नेपालको वार्षिक उत्सवमा रेडियो नेपालबाट ट्र्याक तयार भएर रेडियो नेपालको रेडियो गीत, रेडियो नेपालकै गीत एउटा लेखेको थिएँ मैले। त्यो गीत ट्र्याक पनि तयार छ, त्यो गीत गाउने कलाकार पनि तयार छन्, सबै कुरो तयार छ। मेरो महाशाखाको उपनिर्देशक हुँ। मैले लेखेको गीत रेडियो नेपालकै विषयमा लेखेको गीत। तर तपाईँसँग कुरा गरिरहँदाखेरि पुस भइसकेको छ र 10 महिना भइसक्यो, त्यो गीत अहिलेसम्म रेकर्ड भएको छैन। त यसबाट तपाईँ थाहा पाउनुहोस् कि ट्र्याक पनि तयार छ, स्टुडियो पनि छ, गाउने मान्छे पनि छ, म आफै उपनिर्देशक तहको कर्मचारी हुँ। त्यो गीत रेडियो नेपालकै विषयमा लेखेको गीत हो। तर त्यो गीत 10 महिना हुँदा पनि मैले आजसम्म रेकर्ड गराउन सकेको छैन। अब कल्पना गर्नुहोस् रेडियो नेपालमा गीत रेकर्डिङको हिसाब र नवरा लम्सालको दूरी कति टाढा छ। मेरो मनको सलाई काटी तिम्रो मनमा कोर्न पाए, मेरो मनको सलाई काटी तिम्रो मनमा कोर्न पाए, जेल जान तयार छु, जेल जान तयार छु, तिमीलाई छोड्न पाए, हे हे तिमीलाई छोड्न पाए, तिमीलाई छोड्न पाए, हे हे तिमीलाई छोड्न पाए, मेरो मनको सलाई काटी। राम्री पानी अति राम्री वरदानै पाए जस्तो, शीत परेको दुबो माथि झुल्के घामले छोए जस्तो, झुल्के घामले छोए जस्तो, नागबेली तिम्रो चाल दुई आँखाले सोर्न पाए, जेल जान तयार छु, जेल जान तयार छु, तिमीलाई छोड्न पाए, हे हे तिमीलाई छोड्न पाए, तिमीलाई छोड्न पाए, हे हे तिमीलाई छोड्न पाए, मेरो मनको सलाई काटी। हाँसिरानी मुहारा छ, बोली मिठो र सिलो छ, चाँदी जस्तो जिउ डाल सुनबेरे झैका सिलो छ, सुनबेरे झैका सिलो छ, तिमीसँग युगौँ युगको
चोखो नाता जोड्न पाए जेल जान तयार छु जेल जान तयार छु तिमीलाई छोड्न पाए तिमीलाई छोड्न पाए तिमीलाई छोड्न पाए तिमीलाई छोड्न पाए मेरो मनको सलाई काटी तिम्रो मनमा कोर्न पाए जेल जान तयार छु जेल जान तयार छु तिमीलाई छोड्न पाए 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 तिमीलाई छोड्न पाए। मित्रहरू, शब्द सङ्गालोमा हामीले भर्खरै डाक्टर नवराज लम्सालद्वारा लिपिबद्ध सुमधुर गीत सुन्यौं। यो गीतलाई स्वरबद्ध गर्नुभएको थियो जगदीश समालले, सङ्गीतबद्ध गर्नुभएको छ सत्यराज स्वरूपराज आचार्यले। मित्रहरू, वरिष्ठ गीतकार डाक्टर नवराज लम्सालका धेरै कृतिहरू प्रकाशित भइसकेका छन्। उनका प्रकाशित कृतिहरूमा पाइलै पिच्छे सगरमाथा कविता सङ्ग्रह, आगो छोपेर कतिन्जेल कविता सङ्ग्रह, धुनभित्र धुन बाहिर गीत सङ्ग्रह र कर्ण महाकाव्य, त्यसै गरी विभिन्न साहित्यिक पत्रिकाहरूमा फुटकर रूपमा उनका धेरै सृजना प्रकाशित भइसकेका छन्। विभिन्न राष्ट्रिय स्तरका पत्र पत्रिकाका उनी स्तम्भकार पनि हुन्। बीबीसी नेपाली सेवाका कला संवाददाता पनि हुन्। मित्रहरू, वरिष्ठ गीतकार डाक्टर नवराज लम्साल विभिन्न सम्मान तथा पुरस्कारहरूले सम्मानित तथा पुरस्कृत भएका छन्। उनले प्राप्त गरेका पुरस्कार तथा सम्मानहरूमा प्रथम राष्ट्रिय कविता महोत्सव 2059 नेपाल प्रज्ञा प्रतिष्ठान, प्रथम राष्ट्रव्यापी वक्तृत्व कला प्रतियोगिता 2048 दरयुके नेपाल, प्रथम धादिङ साहित्य सम्मेलन 2048 धादिङ साहित्य समाज, उत्कृष्ट गीतकार बालगीत सम्मेलन 2058 रेडियो नेपाल, चलचित्र पत्रकारिता पुरस्कार 2068 नेपाल चलचित्र पत्रकार सङ्घ, भोग्य सगुन राष्ट्रिय पत्रकारिता पुरस्कार 2069 आदि हुन्। नेपालका अधिकांश जिल्लाको भ्रमण गरिसकेका डाक्टर लम्सालले अमेरिका, फ्रान्स, थाइल्यान्ड, स्विडेन, पाकिस्तान, मलेसिया लगायतका विभिन्न मुलुकहरू पनि भ्रमण गरिसकेका छन्। मित्रहरू, वरिष्ठ गीतकार डाक्टर नवराज लम्सालका बारे यी विविध जानकारीपछि डाक्टर नवराज लम्सालद्वारा लिपिबद्ध एउटा गीत यहाँहरू समक्ष राख्न अनुमति चाहन्छु। यो गीतलाई स्वरबद्ध गर्नुभएको छ कुबेर राईले, सङ्गीतबद्ध गर्नुभएको छ गणेश गुरुङले। रात ढलिसकेछ निन्द्रा परेन, रात ढलिसकेछ निन्द्रा परेन, मनको आँसु झरे पनि दुःख झरेन, मनको आँसु झरे पनि दुःख झरेन, रात ढलिसकेछ निन्द्रा परेन। निदाउ भन्छु पोल्टे फेर्छु छिनमै टोलाउँछु, निदाउ भन्छु पोल्टे फेर्छु छिनमै टोलाउँछु, झझलकोमा तिमी आउँछौ म
त एक्लै हुन्छु झझलकोमा तिमी आउँछौ म त एक्लै हुन्छु म त एक्लै हुन्छु झुटो आशा पलाएर आयो फेरि किन झुटो आशा पलाएर आयो फेरि किन अनि दोमै अल्झिएर बिछ रात दिन अनि दोमै अल्झिएर बिछ रात दिन रात ढलिसकेछ निन्द्रा परेन मेलापात आँखाभरि आउँछ गाउँ बेसी मेलापात आँखाभरि आउँछ बालापनको हाँसो खुसी फेरि मुस्कुराउँछ बालापनको हाँसो खुसी फेरि मुस्कुराउँछ फेरि मुस्कुराउँछ नियतिले ठाउँ फेर्यो भाग्य फेरिएन नियतिले ठाउँ फेर्यो भाग्य फेरिएन बसाइ सर्दै सर्दै आए दुःख सरेन बसाइ सर्दै सर्दै आए दुःख सरेन रात ढलिसकेछ निन्द्रा परेन हो ला 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 हो मित्रहरू छोटो व्यापारिक विश्रामपछि प्रस्तुति शब्द सङ्गालोमा पुनः स्वागत छ। आज हामीले वरिष्ठ गीतकार डाक्टर नवराज लम्सालको चर्चा गर्यौं। उनीद्वारा नै लिपिबद्ध सुमधुर गीतहरू सुन्यौं। हृदय छुने कोमल गीतहरू लेख्ने सुमधुर आवाजका धनी वरिष्ठ गीतकार डाक्टर नवराज लम्सालका आगामी साङ्गीतिक यात्रा अझ सशक्त रहोस्। आगामी दिनमा नेपाली साङ्गीतिक आकाशमा उनीद्वारा लिपिबद्ध अझ कर्णप्रिय गीत सुन्न पाइयोस्। सञ्चारको क्षेत्रमा उनका अझ स्तरीय प्रस्तुतिहरू सुन्न पाइयोस्। यही कामना गर्दै डाक्टर नवराज लम्सालद्वारा लिपिबद्ध एउटा सुमधुर गीत, यो गीतलाई स्वरबद्ध र सङ्गीतबद्ध गर्नुभएको छ सत्यराज र स्वरूपराज आचार्यले। यो सुमधुर गीत यहाँहरूमा छोड्दै आजको लागि भने प्रस्तुति शब्द सङ्गालोबाट म हरिराम पौडेल बिदा चाहन्छु। नमस्कार। आँखामा निद छैन, मनमा चैन छैन, किन भयो के भयो मलाई केही थाहा छैन। कसैलाई सम्झिरहन्छु, एकान्तमा हराइरहन्छु। शायद मायामा फसेकी, शायद मायामा फसेकी म, शायद मायामा फसेकी, शायद मायामा फसेकी म। आँखामा निद छैन, मनमा चैन छैन, किन भयो के भयो मलाई केही थाहा छैन। कसैलाई सम्झिरहन्छु, एकान्तमा हराइरहन्छु।
कि शायद मायामा फसेकी म शायद मायामा फसेकी शायद मायामा फसेकी म Am I in love or is it a dream? I'm sure it's just true, 'cause everything is so real. Am I in love or is it a dream? I'm sure it's just true, 'cause everything is so real. कसैलाई सम्झन्छु म आफूलाई भुलिरहन्छु यतै हुन्छु कल्पनामा अर्कै संसार डुलिरहन्छु उनकै माया पोखी पोखी उनकै माया पोखी पोखी मेरो आँखा भिजाइरहेछु शायद मायामा फसेकी शायद मायामा फसेकी म शायद मायामा फसेकी शायद मायामा फसेकी म कि पीर हो कि खुशी हो कि मनमा जा कहिले उदास कहिले दङ्ग के हुन्छ तनमा जा कोही आउने बाटो हेरी कोही आउने बाटो हेरी दो बाटोमा चियाइरहेछु शायद मायामा फसेकी शायद मायामा फसेकी म शायद मायामा फसेकी शायद मायामा फसेकी म Am I in love or is it a dream? I'm sure it's just true, 'cause everything is so real. Am I in love or is it a dream? I'm sure it's just true, 'cause everything is so